हामी चाहिँ यहाँ डेलिभरीको लागि सबै प्रिपेयर गर्दैछौँ हो। यहाँ चाहिँ हामीले सबै नानीको लागि लुगाहरू सुकाएर 3-4 दिनदेखि अगाडि नै यसरी नै आइरनहरू गरेर उयो गरेर रेडी गरिरहेको छौँ। मेरो चाहिँ डेलिभरी डेट आउन आँटेको थियो यति बेला चाहिँ। अन्त हामी चाहिँ यसरी लुगाहरू सबै रेडी गरेर बसिरहेको छौँ। डेलिभरी डेट जति नजिक आउँदै गयो त्यति मलाई चाहिँ अब मनमा डर भइरहेको थियो है, कसरी गर्नु के कस्तो भनेर। अन्त हामी चाहिँ यसरी प्रिपेयर भइरहेको थियौँ। नानीको लुगाहरू आइरन गरेर धोएर सुकाएर सबै लुगाहरू गरेर चाहिँ हामीले प्याकिङ गरेर रेडी भइसकेको थियो। 2 दिन जस्तो अगाडि नै म चाहिँ रेडी गरेर बसेको थिएँ। त्यो दिन चाहिँ मलाई डेलिभरीको दिन आज यो चाहिँ हामी बिहानै मलाई चाहिँ इमर्जेन्सीमै एडमिट हुनु भन्नुभएको थियो नि त म्याडमले। 6 बजी एडमिट हुनु हस्पिटल भने चाहिँ बिहानको 4 बजीतिरको फोटो हो। मलाई चाहिँ त्यति रातभरि निन्द्रा नलागेको हो, टेन्सन पनि भएको। अब कस्तो सबै मिक्स फिलिङ हुँदो रहेछ यति बेला चाहिँ। डर पनि भइरहेको छ, निन्द्रा पनि नलागेर होला भोलि के हुन्छ होला भन्ने। यो चाहिँ लास्ट फोटो हो मेरो बेली बम्पसँगको। म चाहिँ मोटेर कस्तो भएको थिएँ है यति बेला चाहिँ। यो चाहिँ मम्मी आमाहरूलाई पनि बोलाएको। मम्मी चाहिँ टेन्सन मानिरहेको थियो नि त। अन्त मैले चाहिँ मम्मीलाई टेन्सन नमान्नु है, मेरो छेउमा चाहिँ नगर्नु नि, झन् म उयो हुन्छु नि भनिरहेको थियो। अन्त अहिले चाहिँ हामी हस्पिटल पुगेँ। मेरो भाइले भिडियो बनाइदिनु भनेको होइन मेरो भनेको थियो नि त, त्यही भिडियोहरू बनाइदिएको छ। त्यो त अब त्यस्तो उयो छैन र पनि अब हाम्रो लागि चाहिँ मेमोरी भएर चाहिँ अब मैले यसरी अपलोड गरेको हो। हामी चाहिँ यहाँ बिहानै 6 बजीभन्दा अगाडि 5:30 हस्पिटल पुगेर यहाँ बसिरहेको छौँ बाहिर। मलाई चाहिँ इमर्जेन्सीमा एडमिट हुनु भनेको थियो। अन्त अब एडमिट हुनु जाँदैछौँ हामी चाहिँ। यहाँ चाहिँ हो इमर्जेन्सी रुम हो। मेरो हस्बेन्ड चाहिँ यहाँभित्र थियो, मम्मी चाहिँ बाहिर फर्किनुहुन्छ है। त्यहाँबाट चाहिँ मलाई डाइरेक्ट लेबर रुममा सिफ्ट गर्यो। लेबर रुममा सिफ्ट गरेर चाहिँ मम्मी यहाँ बाहिर पर्खिरहनु भएको छ हो। मलाई चाहिँ लेबर रुममा राखेको थियो, म्याडम आउनै भएको थिएन। त्यहाँबाट बादमा चाहिँ फेरि मलाई त्यहाँबाट भित्रै ओटीमा हाल्यो। तर भित्र मलाई ओटीमा हाल्यो, बाहिर चाहिँ सबले पर्खिरहनु भएको छ। तर अब मलाई ओटीमा हालेर पनि कति बेर राखिरह्यो, किनभने एनेस्थेसिया हान्ने सरै आउनुभएको थिएन। अन्त म म्याडमहरू बात मार्दै बसिरहेको थियौँ है। अन्त 9:25तिर चाहिँ मलाई एनेस्थेसियाहरू सबै भएर चाहिँ मलाई इन्जेक्सन गरेर बाहिर चाहिँ सबैजना यसरी गफ गर्दै मालाग्दो पर्खिरहेको थिएछ है। अन्त भित्र चाहिँ म चाहिँ कस्तो सपनामा छु कि विपनामा छु त्यस्तो हुँदै थियो। सपनामा जाँदै विपनामा पनि आउँदै भइरहेको थियो है। त्यहाँबाट टक्कै 10 बजेर 11 रोएर चाहिँ एनआइसियुमा एडमिट भयो। अन्त मलाई चाहिँ सबै गरिसकेर बादमा निकालेर चाहिँ मम्मीहरू सबै आन्टी बडी दिदीहरूले चाहिँ यसरी पर्खिरहनु भएको छ बाहिर। म चाहिँ मेरो हस्बेन्ड खोजेको थिएँ, ऊ चाहिँ थिएन भने त म्याडमले मलाई भन्नु नि त, नानी चाहिँ अलिक बेसी रोएर माथि एडमिट भएको छ, केही डर छैन आइहाल्छ ल भन्नुभएको थियो। आमा चाहिँ हुन्छ भनेर म नर्मल सोचेर मलाई चाहिँ जेनरल वार्डमा हाल्यो। त्यहाँबाट मेरो हस्बेन्ड छैन, त्यहाँको भरे मलाई जेनरल वार्डमा सिफ्ट गरेर आउँदा चाहिँ नानी चाहिँ यस्तो भएको छ भनेर भन्यो। अन्त यो चाहिँ भोलिपल्टको हो। 24 घन्टा नानीलाई एनआइसियुमा राखेर चाहिँ हामीलाई दिएर चाहिँ भर्खर नै मेरो छोरा ल्याउँदैछ। म चाहिँ छुनु पाएको छुइनँ है यति बेला चाहिँ मेरो छोरालाई। अनि त्यति बेला चाहिँ मासीले ड्रेस चेन्जहरू गरिदिँदैछ उसलाई। यति बेला चाहिँ हामी चाहिँ त्यो दिन क्याबिनै नपाएर भइरहेको थियो। भरे आफ्टरनुन हामीले 2 बजीतिर चाहिँ मलाई जेनरल वार्डबाट क्याबिनमा सारेको हो। त्यो दिन एक दिन चाहिँ हाम्रो नानी एनआइसियुमा बसेको हो। एनआइसियुमा बस्यो, दुधहरू पनि त्यही बट्टाको दुधहरू दिएर भोलिपल्ट 24 घन्टामा चाहिँ उसलाई म भएकोमा ल्याएर चाहिँ मैले ब्रेस्ट फिडहरू गराएको हो। यो चाहिँ 3rd डेमा हो। यो चाहिँ भाइ भेट्नु आएको थियो हामीलाई। त्यति बेला भाइले बनाइदिनु भएको भिडियो र रिमेम्बर भएको छ। त्यति बेला घरमा त केही उयोहरू भएको थिएन, टेन्सन भइरहेको थियो नि त नानीलाई एनआइसियुमा एडमिट गरेर। नानी चाहिँ बेसी रुक्को भएर चाहिँ हाम्रो नानीलाई चाहिँ एनआइसियुमा एडमिट गरेको अरे हो। मैले त नर्मल सोचेको थिएँ, तर नानीलाई चाहिँ पुरा उयो भएर चाहिँ एडमिट गरेको थिएछ। मेरो हस्बेन्ड मम्मी बहिनी भाइहरू चाहिँ रातभरि नानी हेर्नु जान्थ्यो माथि है। एनआइसियुमा भित्र पस्नु दिन्थेन, बाहिरबाट दैलोबाट फर्किँदै आउँदै भएको हो। यो चाहिँ आमा मम्मी बहिनी बसिरहेछौँ। नानी चाहिँ भर्खर दिएको हो, यो होइन सेकेन्ड डे।
हामी चाहिँ यसरी गफ गर्दै बसिरहेको हाम्रो भाइ चाहिँ सुतिरहेको छ। म चाहिँ दुखेर कस्तो भइरहेको थिएँ। आज चाहिँ मेरो वक गर्नुपर्ने दिन थियो र मेरो चाहिँ फर्स्ट वक हो है अघि। त्यही भएर बिचरा भाइले खिचिदिएको फोटो रिमेम्बर भएको छ है। म चाहिँ वक गरेर मलाई चाहिँ यो फर्स्ट डे हो मेरो। साह्रो परिरहेको थियो मलाई चाहिँ, जति हिँड्यो त्यति हुन्छ भनेर चाहिँ हिँडिरहेको थिएँ। फेरि थर्ड डेमा चाहिँ हाम्रो नानीलाई जन्डिस टेस्ट गरेको थियो। फेरि जन्डिस भएछ। त्यहाँ भएर चाहिँ फेरि नानीलाई जन्डिसको उयोमा राखिरहेको छ। मलाई चाहिँ मम्मीले ढाड मालिस गरिदिनुहुन्छ मेरो जिउ दुख्यो भनेर। मम्मीले चाहिँ धेरै स्याहार्नु भएको छ मलाई पाप चाहिँ नलागोस्। तर म मम्मीको यो चाहिँ बिर्सिन्दिनँ। मम्मीलाई थ्याङ्क यू भन्न चाहन्छु है। अन्त मेरो छोरा चाहिँ जन्डिस भएर यसरी उयोमा राखेको छ। जन्डिसको रिजल्टहरू सबै भएर चाहिँ हामीलाई चाहिँ छुट्टी दिएको 4 दिनमा। यो चाहिँ हामी गर्दैन त मम्मीले खिचेको। हामीलाई चाहिँ घरमा यसरी वेलकम गर्नुभएको थियो दिदीहरूले, भाइ होइन, घर परिवारले। हाम्रो नानीलाई हामीलाई चाहिँ यसरी वेलकम गरेको छ। थ्याङ्क यू सबैलाई भिडियो हेर्नुभयो भने। अन्त हामीलाई चाहिँ वेलकम यसरी गर्नुभएको थियो घरमा। अन्त हामीलाई चाहिँ 2 दिन बाद 6 दिनमा चाहिँ नानीको रिभ्यू बोलाएको थियो है। अन्त हामी चाहिँ रिभ्यूमा 7 दिनमा चाहिँ हाम्रो नानीको नौरानी थियो। तर हामी चाहिँ उयो भएर नानीलाई जन्डिस भएर फेरि त्यति बेला पनि नानी एडमिट भएको। यो चाहिँ हाम्रो भाइलाई घर गएर सुक्खा सेकिदिनु हुँदैछ बडीले पाउडरले मात्रै, किनभने हाम्रो नानीलाई जन्डिस भएको भनेर चाहिँ यसरी सुक्खा सेकिदिनु भएको हो। अन्त नानी चाहिँ बेलुका बेसी उठ्ने। अन्त बाउ छोराको बात हुँदैछ यहाँ लेट नाइट टक प्रदर्शन। बाबा बात मारिरहनु तिमीसित गर्दैछ है, पाप्दैछ है, लजाउँदैछ र पारेर अनुहार छोप्दैछ। हटाइदिनु लाइट पर्छ नि। मेरो छोरा छोरालाई के भयो। यो चाहिँ हाम्रो डे 2 है घरमा। यो चाहिँ बहिनीले नानीको भिडियो बनाइदिएको हो। हामी चाहिँ 2 दिन बस्यौँ घरमा। अन्त यो चाहिँ डे 2 हो हाम्रो छोराको घरमा। यो चाहिँ बेलुका आमा छोराले बात मारेको हो। हामी चाहिँ अब 6 दिनमा चाहिँ फेरि चेकअपमा जानुपर्ने छ नानीको। अन्त यो चाहिँ बेलुका मेरो छोरा बात मार्दै बसेको। ऊ चाहिँ बेलुका उठेर यसो गर्ने नि त, बात मारिरहनु भन्थ्यो। यो चाहिँ आलिया र भाइ हो। भोलिपल्ट बिहान नानी आज चाहिँ हामी हस्पिटल जानुपर्छ। अन्त हामीलाई चाहिँ अचानक नानीको जन्डिस बढेको छ भनेर चाहिँ एडमिट हुनु, नभए चाहिँ नानीको जन्डिस चाहिँ ब्रेनमा पुग्छ भनेर चाहिँ अचानक एडमिट भएको है। बहिनी, म, मम्मी, कान्छा चाहिँ हस्पिटल आएको। तर अचानक एडमिट हुनुपर्छ भनेर चाहिँ हामी चाहिँ भाइलाई फोन गरेर सामानहरू लिएर आइज भनेर चाहिँ भाइले चाहिँ सामानहरू लिएर आएर चाहिँ नानीलाई चाहिँ यसरी फेरि जन्डिसको ब्लुडेमा राखिरहेछ है। आँखामा बेल्ट मात्रै लगाएर अन्त मुनि डाइपर लगाएर यसरी राखिरहेको छ उसलाई चाहिँ। मेरो चाहिँ खुट्टाहरू सुनेर कस्तो भइरहेछ। हामी चाहिँ यसरी बसिरहेको छौँ नानीलाई हेर्दै गफहरू गर्दै। कान्छा चाहिँ यसरी सुतिरहेछ। राति नानीको ड्युटी गर्नु परेर नानीले चाहिँ त्यहाँ रेमा यसरी त्यो बेल्ट खोल्यो भने चाहिँ आँखामा नपार्नु भनेको थियो नि त। त्यही भएर चाहिँ भाइलाई बेल्ट झार्छ भनेर चाहिँ यसरी सबैजनाले उसलाई हेरेर बसिरहेको छौँ हामी चाहिँ। म जस्तो मोटेको थिएँ है, टाउको दुखेर साह्रो पारेर। यो चाहिँ भोलिपल्टको फोटो हो। दिदी चाहिँ हामीलाई हेर्न आउनुभएको थियो। लाग्दो भएर बसिरहनु भएको छ।
हाम्रो भाइ चाहिँ यसरी रेमा राखेको छ। यो फोटोजहरू चाहिँ सबै रिमेम्बर भएको छ हाम्रो लागि अहिले होइन। हाम्रो नानीलाई एनआइसियूमा एडमिट भयो, जन्डिस भयो, यसरी फेरि रिभ्यूमा जाँदा फेरि जन्डिस भएको, सबै रिमेम्बर भएको छ हामीलाई चाहिँ। यस्तो चाहिँ तर नहोस्, पुरा अब उयो हुँदो रहेछ हौ। मलाई त कति साह्रो भयो त्यो सेकेन्ड टाइम नानी एडमिट हुँदा चाहिँ अझै ब्रेन ड्यामेज हुन्छ भनेको थियो नि त, त्यही भएर डरले चाहिँ हामी चाहिँ कति रुएँ। अन्त यो भिडियोद्वारा चाहिँ म चाहिँ मेरो कान्छालाई होइन, मेरो मम्मीलाई, मेरो भाइलाई, बहिनीलाई, दिक्सलाई, आमालाई, दिदीलाई, बडीलाई, सबैलाई थ्याङ्क यू भन्न चाहन्छु होइन। तपाईँहरूले धेरै सपोर्ट गर्नुभयो मलाई होइन, माया दिनुभयो, मेरो यसरी नानी स्याहार दिनुभयो। सबैजनालाई धेरै धेरै धन्यवाद मेरो तर्फबाट।